नमस्कार सबैलाई स्वागत छ। लोकसेवा आयोग, शिक्षक सेवा आयोग, बैंक, सेना, प्रहरी तथा अन्य परीक्षामा बारम्बार सोधिने नेपालमा सर्वप्रथम सम्बन्धी महत्त्वपूर्ण प्रश्नहरू लिएर उपस्थित भएका छौँ। त्यसैले भिडियो अन्त्यसम्म हेर्नुहोस् र च्यानललाई लाइक, शेयर, सब्स्क्राइब गर्न नबिर्सनुहोस्। लागौँ पहिलो प्रश्नतर्फ। पहिलो प्रश्न रहेको छ, नेपालको पहिलो ब्याङ्क कुन हो र कहिले स्थापना भयो? यसको उत्तर रहेको छ नेपाल ब्याङ्क लिमिटेड, विक्रम सम्वत 1994 कार्तिक 30 गते। प्रश्न नम्बर 2, सर्वसाधारण जनताबाट प्रधानमन्त्री बनेर बजेट पेश गर्ने पहिलो व्यक्ति को हुन्? यसको उत्तर रहेको छ मातृका प्रसाद कोइराला। त्रिभुवन विश्वविद्यालयका प्रथम उपकुलपति को हुन्? यसको उत्तर रहेको छ सुवर्ण शमशेर। प्रश्न नम्बर 4, प्रथम राणा प्रधानमन्त्री को हुन्? यसको उत्तर रहेको छ जङ्गबहादुर राणा। प्रश्न नम्बर 5, विश्व भ्रमण गर्ने पहिलो नेपाली को हुन्? यसको उत्तर रहेको छ केशर शमशेर। प्रश्न नम्बर 6, विदेशी ब्याङ्कमा पैसा जम्मा गर्ने पहिलो नेपाली को हुन्? यसको उत्तर रहेको छ वीर शमशेर। प्रश्न नम्बर 7, राज्यसभा स्थायी समितिको प्रथम सभापति को हुन्? यसको उत्तर रहेको छ डाक्टर कुँवर इन्द्रजित सिंह। प्रश्न नम्बर 8, प्रथम न्यायाधिवक्ता को हुन्? यसको उत्तर रहेको छ कालीप्रसाद। प्रश्न नम्बर 9, प्रथम निर्वाचन आयुक्त को हुन्? यसको उत्तर रहेको छ सुरेन्द्र बहादुर बस्नेत। प्रश्न नम्बर 10, प्रधान न्यायालयका प्रथम प्रधान न्यायाधीश को हुन्? यसको उत्तर रहेको छ हरिप्रसाद प्रधान। प्रश्न नम्बर 11, राष्ट्र ब्याङ्कका प्रथम गभर्नर को हुन्? यसको उत्तर रहेको छ हिमालय शमशेर जबरा। प्रश्न नम्बर 12, सगरमाथा आरोहण गर्ने पहिलो नेपाली को हुन्? यसको उत्तर रहेको छ तेन्जिङ नोर्गे शेर्पा, सन् 1953 मई 29 मा। प्रश्न नम्बर 13, स्कुले जीवनदेखि एमए सम्म प्रथम हुने व्यक्ति को हुन्? यसको उत्तर रहेको छ रामप्रसाद मानन्दर। प्रश्न नम्बर 14, पब्लिक सर्भिस कमिसनका प्रथम सभापति को हुन्? यसको उत्तर रहेको छ सरदार नगेन्द्र मानसिंह प्रधान। प्रश्न नम्बर 15, लोकसेवा आयोगका प्रथम अध्यक्ष को हुन्? यसको उत्तर रहेको छ अनिरुद्ध प्रसाद सिंह। प्रश्न नम्बर 16, प्रथम प्रहरी महानिरीक्षक अथवा आइजिपी को हुन्? यसको उत्तर रहेको छ तोरण शमशेर जबरा। प्रश्न नम्बर 17, प्रथम प्रधान सेनापति को हुन्? यसको उत्तर रहेको छ भीमसेन थापा। प्रश्न नम्बर 18, अख्तियार दुरुपयोग निवारण आयोगका प्रथम अध्यक्ष को हुन्? यसको उत्तर रहेको छ अनिरुद्ध प्रसाद सिंह। प्रश्न नम्बर 19, मैट्रिक पास गर्ने पहिलो राणा प्रधानमन्त्री को हुन्? यसको उत्तर रहेको छ चन्द्र शमशेर। प्रश्न नम्बर 20, त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गर्ने पहिलो व्यक्ति को हुन्? यसको उत्तर रहेको छ डाक्टर मोहन झा। प्रश्न नम्बर 21, नेपाली साहित्यमा पीएचडी गर्ने पहिलो व्यक्ति को हुन्? यसको उत्तर रहेको छ डाक्टर वासुदेव त्रिपाठी। प्रश्न नम्बर 22, मदन पुरस्कार पाउने पहिलो व्यक्ति को हुन्? यसको उत्तर रहेको छ सत्यमोहन जोशी, चित्तरञ्जन नेपाली र बलराम जोशी। प्रश्न नम्बर 23, साझा पुरस्कार पाउने पहिलो व्यक्ति को हुन्? उत्तर रहेको छ भूपेन्द्र मान अथवा भूपी शेरचन। प्रश्न नम्बर 24, पृथ्वी प्रज्ञा पुरस्कार पाउने पहिलो व्यक्ति को हुन्? उत्तर रहेको छ बालकृष्ण सम। प्रश्न नम्बर 25, महेन्द्र प्रज्ञा पुरस्कार पाउने पहिलो व्यक्ति को हुन्? उत्तर रहेको छ दौलत विक्रम बिष्ट। प्रश्न नम्बर 26, त्रिभुवन प्रज्ञा पुरस्कार पाउने पहिलो व्यक्ति को हुन्? यसको उत्तर रहेको छ माधव प्रसाद घिमिरे। प्रश्न नम्बर 27, इन्द्र राज्य लक्ष्मी पुरस्कार पाउने पहिलो व्यक्ति को हुन्? उत्तर रहेको छ महानन्द सापकोटा। प्रश्न नम्बर 28, वीरेन्द्र प्रज्ञालङ्कार पुरस्कार पाउने पहिलो व्यक्ति को हुन्? उत्तर रहेको छ प्रोफेसर क्रिस्टोफर von फुरर हाइमेन्डोर्फ। प्रश्न नम्बर 29, गुणराज पुरस्कार पाउने पहिलो व्यक्ति को हुन्? उत्तर रहेको छ कोशनाथ देवकोटा। आजको अन्तिम प्रश्न, प्रश्न नम्बर 30, प्रथम सल्लाहकार सभाका स्पिकर को हुन्? उत्तर रहेको छ कृष्ण प्रसाद भट्टराई। आजको लागि यति नै। कृपया च्यानललाई लाइक, शेयर, सब्स्क्राइब गर्न चाहिँ नबिर्सनुहोला। धन्यवाद।